वाट्सएप गाइज आज चाहिँ मेरो घर कोही पनि हुनुहुन्न, त्यसैले मैले खतरा दिमाग लगाएँ। आज मासु ल्याएर खाने टक्क भान्सामा गएर हेरेको मेरो लागि भात त पाकिसकेको रहेछ। त्यसपछि मलाई के खाम भएर यसो फ्रिज खोलेर हेरेको, फ्रिजमा त खानेकुरा केही पनि छैन। फ्रिजमा खानेकुरा केही पनि नभइसक्यो मेरो आँखा गयो केरामा। केरा फेरि मलाई नखाइ नहुने। टक्क एउटा केरा निकालेर खसक्क पालेर खोसाएर ग्वाममा पारेर खाएँ। केराको साथ फेरि साह्रै नै मिठो, बयान गरी साध्य नै छैन। अब मासु लिन जाने भनिसकेपछि त ढोकासका लाउनै पर्यो, पसल टाढा छ। त्यसैले टक्क लाएर ढोकासका लाएर हिँड्न लाग्दा फेरि गेट पनि लाउनु पर्यो। गेट सेट टक्क लाएर लगाएँ। टक्क गेट सेट लगाएपछि फेरि पसल टाढा भएर म आफ्नो रफ्तार स्पिडमा पसलतिर लागेँ। बाटामा जाँदै थिएँ, फेरि एउटा भाइ भेट भयो। भाइसँग मिठो गफ गरियो। अनि टक्क भाइले फेरि दाइको च्यानलमा सबैले लाइक सब्सक्राइब गरिदिनु होला भन्छन्। फेरि भाइ त्यति भनेर आफ्नो स्कुल जानु ढिलो भने स्कुलतिर लागे। टक्क गाइज यो चाहिँ हाम्रो गाउँको दामी घर, एकदम पुरानो घर, राजा बस्ती भन्ने सुनिन्छ। तर मलाई चाहिँ थाहा छैन के हो। मैले चाहिँ तपाईँहरूलाई देखाएको मात्रै दामी छ भनेर जाँदै थिएँ। फेरि बाटोमा एउटा एभेन्जर बाइक भेट भयो। बाइक फेरि मैले हेरेर चित्त बुझाएँ। टक्क मासु पसल गएको भाइले फेरि ढोकै लगाइदिए। मेरो अनुहार नदेखाउनु दाइ, मैले देखाउँदिनँ भन्न थालेँ। टक्क भाइलाई फकाइ फुलाइ गरेर अनुहार देखाउँदिनँ भनेर मासु काट्न पठाएँ। मासु काट्दै भाइले टक्क आधा किलो टक्क मासु सर पोलेर सर रातो बनाएर सानो पिसमा भाइले मासु काटिदिए। ल भाइ मासु प्याक गरिदियो त भनेको, हस् दाइ हेर्नु म बङ्गाली स्टाइलमा मासु प्याक गरिदिन्छु भनेर आफ्नो बङ्गाली स्टाइलमा मासु प्याक गरिदिए। अब मासुको पैसा त दिनै पर्यो। मासुको पैसा टक्क लाएर दिए। मासुको पैसा दिएर हिँडेको त आन्टीले फेरि मेरो अनुहार त खेलाइ भन्नुहुन्छ। गाई चाहिँ देखाएको घरमा हेर्नु त घरभित्रबाट पिपलको रुख फल्दिरहेको रहेछ। तपाईँहरूलाई नि यति देखाइदिन मन लाग्यो। टक्क अनि घरतिर लागेँ। बाटोमा जाँदै चाहिँ मैले हाम्रो गाउँको विकसित कहिले हुने होला भन्ने सोच्दा जाँदै थिएँ। नभन्दै त म उठेर घर पुगिसकेको छु। घर पुगेर टक्क गेट सेट खोलेर अब ल्याएको मासु पकाउने पर्यो। टक्क लाएर काटेँ अनि कराई टक्क लाएर बसालेँ। अब प्याज खुर्सानी त हाल्नै पर्यो। प्याज खुर्सानी हालेर अब अलिकति बेसार हाल्छु भनेको त मैले फेरि बेसार हाल्नको अर्को भाँडो गुल्टाइदिएँ। काम त फेरि मैले खतरा गर्छु नि, यो काम अहिले पछि गरौँला भनेर फेरि मैले बेसार हाल्न लाएँ। बेसार टक्क हालेँ। बेसार हालेपछि त अब फेरि मासु हाल्न पर्यो। मुखमा पानी निकाली मासु हालेर चलाएँ। अब यति गरेर मात्र त कहाँ हुन्छ र, अलिकति दोही र तर पनि हाल्नै पर्यो भनेर टक्क मासुको लागि अलिकति दोही र तर निकालेँ। टक्क दोही र तर हालिसकेपछि स्नट मुखमा पानी निकाली फेरि चलाइसकेपछि त अब ढाक्नु पर्यो भनेर ढाकेँ। एकैछिनपछि आएको त मेरो मासु पाकिसकेछ। अब मासु पाकेपछि त भात पनि खानै पर्यो भनेर टक्क अलिकति भात निकालेँ। भगवानलाई अलिकति भात चढाएर अलिकति चिनी चढाइदिएँ। मासु चढाउने त कुरा भएन। टक्क भात र मासु टक्क थालमा हालेर टक्क खान लागेँ। अब खाना फेरि जति नै मिठो भए पनि मोबाइल हेरिकन नरुच्ने। टक्क लाएर अर्को मोबाइल निकालेँ। टक्क मोबाइल हेर्दै माम गुम्बै माम खाएर भ्याइसकेपछि त टक्क अब मैले भाँडा धुने ठाउँमा ल्याएर राखेँ। यति गरेर मेरो काम कहाँ सकिन्छ। बाहिर हेरेको त गामला रहेछ। टक्क भैँसीको पर्जा निकालेर दामी बिउ देखाएँ। अब मैले मात्र खाएर कहाँ भयो त नि भनेर भैँसीलाई नि घाँस हालिदिएँ। टक्क भैँसीको काम सकेर मात्र कहाँ भएर अब गोबर पनि हाल्नै पर्यो भनेर गोबर साट पारेर गोबर फालिदिएँ। गोबर फालेर मात्र मेरो काम कहाँ सकिन्छ। अघि खाएको भाँडा त धुनै छ नि भनेर भाँडा धुनतर्फ लागेँ। भाँडा धोएर मात्र मेरो काम कहाँ सकियो र। 1 महिनादेखि थुप्रेका लुगा धुनै थिएँ। टक्क लाएर लुगा धोएर मेरो काम कहाँ सकियो र। घाममा लुगा त सुकाउनु पर्यो भनेर लुगा सुकाएँ। टक्क आजको काम भ्याइयो मेरो। बाइ बाइ।